हाम्रो लाइफमा 2-3 वटा सानसानोको ह्याबिटहरू हामीले चेन्ज गर्यो भने लाइफमै ठुलो परिवर्तन हुनसक्छ जस्तो मलाई लाग्छ होइन। जस्तै फर्स्ट भन्दा कुनै पनि गल्ती हुँदाखेरि होइन, अनि कुनै पनि गल्ती हुँदाखेरि हामी अरूको गल्ती खोज्नमा धेरै फोकस गर्छौँ कि। तर मलाई के लाग्छ भने होइन, तपाईँ होइन अरूको कुनै पनि काम बिग्रियो वा कसैको सम्बन्ध बिग्रिरहेछ कि झगडा भइरहेछ भने फर्स्टमा तपाईँ आफ्नो गल्ती खोज्नुहोस्। तपाईँले आफ्नो गल्ती खोज्नुभयो भने केही न केही त तपाईँलाई फिल हुन्छ कि मेरो गल्ती छ भनेर, अनि त्यहाँ सरी भनिदिनुहोस्, साइड लाग्दिनुहोस् होइन। त्यो कुरा चाहिँ हो। अब सुधार्ने कुरा छ भने त सुधार्दा हुन्छ होइन। अर्को कुरा के भन्छ भने नि, हामी बाहना बढी खोज्छौँ कि। जस्तै मेरो हात भाँचेको छ होइन, अब मैले एक्सर्साइजहरू नगर्दा पनि हुन्छ, तर म के गर्छु भने मैले हातले एक्सर्साइजहरू नगर्ने होइन बाहना खोजेँ भने त म हात भाँचेको छ गर्न मिल्दैन भन्ने हुन्छ नि त होइन। तर म हातले हुने एक्सर्साइजहरू नगरेर अरू एक्सर्साइजहरू गर्न सक्छु नि त। जस्तै उठबस भयो, अनि प्ल्याङ्क भयो, यस्तो कुरा चाहिँ सकिन्छ नि त होइन। त्यो कुरालाई इग्नोर गर्दिनँ कि। गर्ने कुरामा फोकस गऱ्यो गर्नुपर्छ होइन। नसक्ने कुरा त्यस्तै छ, तर सुरुमा सक्ने कुरा चाहिँ गर्नुपर्छ कि होइन। तपाईँहरूलाई कस्तो लाग्छ होइन, राम्रो लाग्यो भने चाहिँ कमेन्ट गर्नु होला है त।